हरे कृष्ण। प्रभुपादको विश्वव्यापी लेखी पुस्तकहरू, मन्दिरहरू, किताबहरू र 10,000 वर्षको भविष्यवाणी। सन् 1977 मा उहाँको देहान्त हुनुभन्दा पहिले उहाँले सोसाइटीलाई निर्देशन गर्नुभयो र यसलाई 100 भन्दा बढी स्कुलहरू, मन्दिरहरू, आश्रमहरू र फार्म कम्युनिटीहरूको विश्वव्यापी संगठन बनाउनुभयो। वृन्दावनमा भव्य कृष्ण बलराम मन्दिर, इन्टरनेशनल गेस्ट हाउस, प्रभुपाद मेमोरियल तथा म्युजियम रहेको छ। प्रभुपादका महत्त्वपूर्ण योगदान भनेका उहाँका किताबहरू हुन्। एकाडेमिक समुदायले तिनको प्रामाणिकता, गहनता र स्पष्टताका लागि सम्मान गर्छ। साथै धेरै कलेजमा स्ट्यान्डर्ड टेक्स्ट बुकको रूपमा प्रयोग हुन्छन्। तिनलाई 50 भन्दा बढी भाषामा अनुवादन गरिएको छ। सन् 1972 मा स्थापित भक्ति वेदान्त बुक ट्रस्टले हिज डिभाइन ग्रेसका कार्यहरू प्रकाशित गर्नका लागि विश्वको सबैभन्दा ठुलो हिन्दू धर्म र दर्शनहरूका किताबहरूको प्रकाशक बनेको छ। मात्र 12 वर्षमा बुढो उमेरमा प्रभुपादले विश्वलाई 14 पटक परिक्रमा गर्नुभयो। 6 महादेशमा व्याख्यान टुर गर्नुभयो। यस्तो व्यस्त तालिकामा पनि उहाँले प्रचुर लेखन जारी राख्नुभयो। प्रभुपादले 51 खण्ड पुस्तकहरू लेख्नुभयो, 28 भाषामा अनुवाद सहित, विशेष गरी भगवद गीता र श्रीमद् भागवतम, जसबाट कुनै पनि व्यक्तिले यो ज्ञानको फाइदा लिन सक्छ। प्रभुपादले विश्वका प्रमुख शहरहरूमा 108 मन्दिरको स्थापना गर्नुभयो र धेरैको हृदय छुनुभयो, जसले यो दर्शन सिकाउन सक्छन्। त्यसैले पौराणिक साहित्यमा भविष्यवाणी गरिए जस्तै यो आध्यात्मिक ज्ञान 10,000 वर्षसम्म फैलिनेछ। जगद्गुरु श्रील प्रभुपाद की जय। भिडियो राम्रो लागेमा लाइक शेयर गरी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हाम्रो फेसबुक पेजलाई फलो गर्न नबिर्सिनुहोस्। यदि प्रभुपादको जीवनी बारे गहिराईमा बुझ्नका लागि कमेन्ट सेसन चेक गर्नुहोस्। हरे कृष्ण।